ल है साथीहरू, आज चाहिँ हामी इलामको माई पोखरीमा छौँ। यहाँ चाहिँ हामी तपाईँहरूले हेर्न सक्नुहुन्छ, यी माई पोखरी हो जहाँ चाहिँ स्टु कार्कीले भिडियो भाइरल बनाउनु भएको थियो। हामी त्यहाँनिर छौँ। अब हामी माई पोखरीमै प्रवेश गर्दैछौँ। यहाँनिर हाम्रो एकजना फिल्मको भाइ हुनुहुन्छ हामीसँग, जसले चाहिँ हामीलाई यो माई पोखरीको बारेमा भन्नुभएको थियो। जान चाहिँ मलाई चाहिँ यो माई पोखरी हिजै जान मन थियो, तर कति कुराले गर्दाखेरि हिजो म माई पोखरी जान सकिनँ। तर अहिले चाहिँ आइसकेको छु है साथीहरू, आइपुगेका छौँ। हेर्दै गर्दा एकदमै रमणीय पर्यटक स्थल होइन यो। साँच्ची इलामको सबैभन्दा राम्रो माई पोखरी हो यो। यहाँनिर चाहिँ साथीहरू हामीले विभिन्न प्रजातिको माछाहरू देख्न सक्छौँ। यो चिसो, यस्तो चिसो ठाउँमा पनि सर्भाइभ गर्न सक्ने माछाहरू हामीले देख्न सक्छौँ। यस्तो जाडो ठाउँमा होइन बाँच्न सक्ने माछा कमलको पोखरी। अलिकति यो माई पोखरीमा चाहिँ अलिकति सरसफाइको ध्यान दिने हो भने अझ सुनमा सुगन्ध हुने थियो। पछाडितिरबाटै छ अनि यहाँ प्रवेशद्वार चाहिँ यता पर्यटनलाई टेवा पुर्याउँदै हामीले यहाँ माई पोखरीको यात्रा हामीले गरेका छौँ। यो 20 रुपियाँको तिरेर पर्यटनलाई टेवा पुर्याउँदै सुनसान वातावरणमा स्पेसल्ली एकजनालाई मैले सम्झेको छु भन्न चाहन्छु। हेर्नुहोस् माछा चाहिँ गाइस एकदमै चिसो वातावरणको माछा छ। ल साथीहरू, माई पोखरीको यात्रा पनि सकेर हामी हिँडिसकेका छौँ।